वेलकम ब्याक। आजबाट स्टार्ट हुँदैछ तपाईहरुको प्री टेस्टको लागि। मैले 15-20 वटा सिलेबस चाहिँ एनालाइसिस गरेको छु जसमा जीके छ। यदि तपाईको सिलेबसमा जीके छ भने तपाईहरुको लागि यो भिडियो हेल्पफुल हुनेछ। सो थ्यांक यू भेरी मच साथीहरु। एउटा नोट र कपी र पेन लिएर बस्नु होला, तपाईहरुले नोट डाउन गर्नु होला। ओके, सिरिज अफ भिडियो आउँछ, फर्स्ट पार्ट रहेको छ यो चाहिँ। ओके, सो लेट्स गो साथीहरु। म यो थोरै एडजस्ट गर्छु ल। ओके, नोट बनाउनु होला है त। जीके फर द लिस्ट अफ सर्ट नोट्स है साथीहरु। पहिला यो टपिकहरु टिप्नु होला तपाईहरुले। ओके, म टपिकहरु भन्छु आज चाहिँ। नेक्स्ट भिडियोमा चाहिँ हामीले 1 बाइ 1 सबै टपिकहरुलाई चाहिँ कभर गर्दै जाने छौं। ओके, सो फर्स्ट टपिक रहेको छ लिस्ट अफ सर्ट नोटको। हामीले पढ्ने भनेको कुनमा कति धारा अनि नोबेल प्राइज रहेको छ। ओके, नोबेल पुरस्कार 2024 र 25 को बारेमा। नेपालका राजमार्गका लम्बाई कुन ताल कुन जिल्लामा पर्छ, कुन देशले के सहयोग गरे, 16औं योजनाका लक्ष्यहरु हैन। अनि त्यसपछि 15औं योजनाको दीर्घकालीन सोच, कुन ताल कुन जिल्लामा पर्छ, कुन मन्दिर कुन शैलीमा बनाइएको छ। ओके, यसरी। त्यसपछि संविधानको भाग 3 मौलिक हक र नागरिकका कर्तव्यहरु, कुन खनिज कहाँ पाइन्छ, नोट बनाउँदै जानु होला है साथीहरु। अनि कुन देशले के सहयोग गरेको छ, दैत्य सम्बन्ध, डेट सही सम्झिनु पर्छ। यसको लागि सबैको लागि ट्रिक छ है साथीहरु। मैले बेस्ट ट्रिक बनाएको छु, डोन्ट वरी, भिडियो आउँछ। फलो गर्नु भएको छैन भने फलो गर्नु होला, सब्स्क्राइब गर्नु होला र लाइक गरिदिनु होला है साथीहरु। शेयर पनि गरिदिनु होला यो भिडियोलाई। नदीहरुको पौराणिक नामहरु, कुन आविष्कार कसले गरे, कुन झरना कुन जिल्लामा पर्छ हैन। पार्ट 1 र पार्ट 2 आउँछ। बोनस भनेर पनि लिएर आउँछु है मैले यसको लागि, डोन्ट वरी। अन्तर्राष्ट्रिय संघ संस्थाका प्रधान कार्यालयहरु पार्ट 1 र पार्ट 2 आउँछ। कुन शहर कुन नदीको किनारमा बनेको छ, पार्ट 1 र पार्ट 2 नोट बनाउनु होला है साथीहरु सँगसँगै। फर्स्ट पेज हो, मैले दिएका सबै नोटहरु, मैले पढाएका सबै कुराहरुको चाहिँ छुट्टै नोट बनाउनु। जिन्दगीभर तपाईले जहिलेसम्म लोकसेवा पढ्नुहुन्छ तपाई एउटामा नाम निकालिसकेपछि फर्दर प्रमोसनको लागि चाहिन्छ नि त, एक्जाम दिनुपर्ने हुन्छ। त्यसमा पनि लाइफ टाइम तपाईलाई जीके चाहिँ यति पढेपछि पुग्छ है। ओके, सो कुन झरना कुन भइसक्यो हैन। कुन शहर कुन नदीको किनारमा छ, पार्ट 1 2 हैन। केही महत्त्वपूर्ण जानकारीका सूत्रहरु, कुन धार्मिक स्थलहरु कुन जिल्लामा पर्छ, पार्ट 1 एन्ड 2। अनि त्यसपछि नेपालका भन्ज्याङहरु हैन, साहित्यिक कृति र तिनका लेखकहरु, पार्ट 1 2 3 4। ओके, त्यस्तै औद्योगिक क्षेत्रहरु, औद्योगिक विकास क्रमहरु हैन। कुन योजनाबाट के सुरु भयो, महादेश, लामो पर्वत श्रृंखला, घाँसे मैदान, क्षेत्रफल, लामो नदी, भूपरिवेष्टित राष्ट्र, अग्लो चुचुरो हिमताल हैन, ठुलो सानो राष्ट्रहरु, मरुभूमि का कुराहरु चाहिँ हामीले यो महादेशमा पढ्नुपर्ने हुन्छ। यो पनि एउटै पेजमा हामीले कभर गर्छौं। सो त्यसपछि रहेको छ महादेशका विशेषताहरु, 1 पेजमा हामीले अल कभर गर्छौं। महासागर सबैभन्दा गहिरो स्थान, महासागरमा पढ्नुपर्ने गहिरो स्थान कुन हो, प्रख्यात नाम कुन हो, आकार के छ, जलमण्डल, नामकरण, पत्ता लगाउने व्यक्तिको, यस्तो चाहिँ पढ्नुपर्छ। ओके, अनि नेपालका संरक्षित क्षेत्र, राष्ट्रिय निकुञ्ज, नेपालको भूगोल। अनि नेपालको भूगोलको मैले 2 पेज सर्ट नोटमा कभर गरेको छु, तपाईहरुलाई त्यो पनि ल्याउँछु मैले। नेपालको संविधानको विकास क्रम, कुन मुद्रा कसले चलाए हैन, राष्ट्रिय एवं अन्तर्राष्ट्रिय दिवसहरु, विश्व सम्पदा सूचीमा परेका नेपालका सम्पदाहरु, प्रदेशगत जानकारी, विभिन्न स्वरूपका जिल्ला। अनि नेपालमा पहिलो हैन, नेपालमा पहिलो के छ त्यो पनि पढ्छौं हामीले। ओके, नेपालको जस्तै पहिलो प्रधानमन्त्री को हुन् हैन, त्यस्तै पहिलो महिला राष्ट्रपति भने राष्ट्रपति हैन, त्यसरी त्यस्ता कुराहरु पनि हामीले पढ्छौं यसमा। पृथ्वीनारायण शाहको विजय हैन, के नाप्न कुन उपकरणको प्रयोग गरिन्छ, यस्ता कुराहरु। अनि कुन रंगशाला कहाँ पर्छ, कुन कार्यक्रम कुन जिल्लाबाट सुरु भयो, नेपालको क्षेत्रफलको स्थानहरु हैन, क्षेत्रफल अनुसारका स्थानहरु, सानोदेखि ठुलो, ठुलोदेखि सानो। सो त्यसरी पढ्छौं हामीले। अनि नेपालको कुन टार कुन जिल्लामा पर्छ, विपा सम्झौता भएका देशहरु हैन, कुन केसँग सम्बन्धित छ, कुन ठाउँ केका लागि प्रख्यात छ, पर्वहरु, कोत पर्व, भण्डारखाल पर्व, अलौ पर्व, 38 सालको पर्व हैन, 48 सालको पर्व, लाइब्रेरी पर्व, प्रचण्ड गोर्खा सूचाङ्कमा नेपालको स्थान कुन छ हैन, कुन रेखाले कति देश छुन्छ, कुन महादेश कुन रेखामा पर्छ, यस्ता कुराहरु। र अन्तिममा रहेको छ तपाईको संगठित संस्थाको लागि स्पेशल। संगठित संस्थाको लागि के छ त, लिस्ट अफ सर्ट नोट भनेको संगठित संस्था। यो 9.1 देखि 9.9 हामीले 1 डेमा कभर गर्नेछौं, डोन्ट वरी साथीहरु। प्री टेस्टको लागि कार्यालय तथा सार्वजनिक व्यवस्थापन, यो 7.1 देखि 7.9 पनि हामीले 1 डेमै कभर गर्नेछौं। थ्यांक यू भेरी मच। सब्स्क्राइब गर्नु भएको छैन सब्स्क्राइब गरिदिनु होला, शेयर गरिदिनु होला। नेक्स्ट पार्ट भनेको 1 बाट हामीले भोलिबाट चाहिँ मैले यसैमा राखिदिन्छु, कुनमा कति धारा चाहिँ भोलि पढ्छौं। थ्यांक यू भेरी मच।